ओके गाइस, मैले चाहिँ टिकटकमा गीत सुनेको थिएँ नि त यो सोलो पोलो भन्ने जस्ट क्याची लागेको थियो। अनि को चाहिँ रहेछ भनेर आएको होइन, एउटा मात्रै गीत सुन्नु आएको, तर यसो हेर्दाखेरि चाहिँ होल एल्बमै उसको रहेछ क्या। एल्बम भन्दा मिक्सटेप हो जस्तो लाग्यो मलाई यो। प्यारेन्टल प्यारेन्टल एडभाइजरी अरे हुन्छ नि, आर्टिस्टलाई एउटा सङले भन्दाखेरि पनि फुल एल्बमले जज गर्नु त मजा आउँछ जस्तो लाग्छ। आइभ बिन क्वाइट अरे बट आइभ नेभर स्टप क्रिएटिङ दिस EP isn't just music, it's a piece of my soul, a bridge mixtape हो जस्तो लागेको थियो। EP रहेछ, a bridge between who I was and who I'm becoming. Every word, every sound, every silence in between carries the weight of what I've lived through, what I've let go of, and what I still believe in. This one's for the dreamers who get overwhelmed, for the artists who keep showing up even when no one's watching. For the ones healing in private but still daring to share their soul with the world. My EP is out now, no label, no shortcuts, just me, raw, honest, grateful. ठिक छ। Just young रहेछ आर्टिस्ट, अप एन्ड कमिङ। हेरिदिउँ न त होइन, फुल EP नै सुनिदिउँ न त कस्तो रहेछ। यो गीत त एक्सक्युज मी, यो गीत त इन्ट्रो रहेछ नि त। इन्ट्रो नै बब्बाल लाग्यो मलाई त। Prowski, hey, this that Prowski. Prowski, मेरो नाम Prowski. बिट चाहिँ कसको रहेछ है यो, राम्रो लाग्यो क्या। Another Browski, everybody knows me, everybody knows me. म देखाउँदिन कसैलाई नि मेरो कुरा गरे बसी पुरै कौसी भएर लेखिदिन्छु मैले डोप सिट अनि यतिकै बनिन्छ गीत सिट। मेरो केटाहरूलाई दिन्छु स्निक पिक, मेरो केटीहरूसँग स्निक लिङ्क, यता चलिरहेछ पुरै ठिक ठिक अनि थिक बिचेसहरूलाई टिक पिक। मैले हान्दिन कसैलाई स्निक डिस, बुझी बढी बोल्नेहरूलाई स्टिक स्टिक, सिधै टाउकोमा टिच्यौँ हानेपछि तेरो टाउकोमा दुईवटा टिक टिक। Prowski, I diss that Prowski. मेरो नाम Prowski, mi nombre Prowski. जो पनि यहाँ नयाँ आउनु भएको छ सबैलाई स्वागतम। मेरो नाम प्रशान्त हो, भएको बारे नै म Prowski। It's like Broski with a P, तर दुईटा आई छ होइन, एक लाइक PROSKII। ए ब्रोस्की बाट माथि छैन एउटा मात्र गोलो, I go solo, पारा चोलो, वर्ल्ड टुर हान्छु मार्को पोलो, कोलम्बियन मामी लोको, मनी बोको, I go lolo, हल्का स्लोमो, euphoria, पुग्यो ओजोन, she got no clothes on, bitch kinda blows up, we got the most on, she wants to know some more about me, bitch, I फ्लो चेन्ज राम्रो छ क्या। सासै नपुग्दिन। This that Prowski, I do this for you, you feel me? मेरो नाम Prowski, अब यसमा चाहिँ हिन्दी हाने ल। बाबु नाम Prowski चाहिँ भाइ, किसी भाइ बिहारी होइन यो त। Nobody give a fuck about what do you think? When I'm sipping my drink, I be sipping my drink and I do what I do and I do what I think is right for me. I got style on me, my flow is so tight, so tiny. I'm talking it right, what's happening? Go do as you like, cause you cannot be me. I'm not taking your lean, I ain't popping no pills, I ain't breaking no bills, I ain't doing that shit for good, Lord. Made it out the fucking hood, Lord. Found my bitch like Buddha. Broski be menace, broski le killing a dentist, broski le killing the ping pong, King Kong shit. But I didn't talk kingdom shit. Get out like ringtone shit. Double mile sing song, bitch. Who am I? Think tong thing. Rap Chinese sing song sing. Oh man, him cream chamundai bitchy. Berbiralko naam lychee. My vocal cord itching. Tar गर्दैन म snitching. Get out like no sir. Prowski. ओके, यो सोलो पोलो चाहिँ इन्ट्रो थिएछ होइन, बबाले राम्रो लाग्यो क्या मलाई यो गीत। स्टाइल वाइज चाहिँ मलाई साकार जस्तो लाग्यो क्या। त्यो मतलब साकार सेम त होइन, तर जे होस् हुन्छ नि, एकदम भाइबी हुन्छ नि, त्यो के भन्नु, अलिक सिरियस नभएको क्या, मतलब हुन्छ नि गीतमा। यो गीतमा चाहिँ अब कस्तो भन्दाखेरि लिरिकल होइन, तर हुन्छ नि भाइबी थियो क्या। फ्लोहरू एकदमै राम्रो लाग्यो मलाई, हुन्छ नि वर्ड्सहरूलाई मजाले टक्कै राइमिङहरू राम्रो लाग्यो। एल्बमको इन्ट्रो रहेछ, इन्ट्रो नै बबाल लाग्यो। कति रेट गरौँ यसलाई?
आउट अफ 10 मा चाहिँ हैन हैन इन्ट्रो राम्रो थियो आउट अफ 10 6 ल यो सुन्दिउँ न त Shot the fuck, I'll just suck at turn the chapter. This that naya call it flow, naya standard. Naya style, naya swag, naya canvas. Thought this shit turn the system, call it album. Pro ski, so fly, so handsome. One-on-one, motherfuckers can't stand us. Dollar sticks and sticky cindy, some of fangirls. Rap it, girl, I see what Gilly had to stand up. Goddamn, son, he's so random. I ain't tryna fall, ho, pull your pants up. Little space, smaller sucker, no deal album. Million records, but you kingdom, but your man, son. All this. के अरे के भन्छ त्यसलाई त एडलिप चाहिँ राम्रो लाग्यो क्या I'm genius like policy. Your girl looking in my eye, that's stargazing. She gon' stay for the night, we gon' pharmacy. In the only shit, I'm genius like policy. Your girl looking in my eye, that's stargazing. She gon' stay for the night, we gon' pharmacy. In the morning, you know why? Cause honestly, I'm sick and tired of the whole thing. Got out of blowing up my shit like propane. Ay, motherfucker be so lame. Motherfucker be so mad. I mean, got all the salties, tease. Could I go to the top of my like beats, please? I don't need your advice. Can you leave me the fuck alone and get off of my dick, please? My calculus, my thin chutty fail, math sickness. But I rap so good, that's different. So sick, you can't match sickness. Go to salt and I excite, more excite. That's match fixing, that's bad business, like the one you do. But it's all good, I ain't tripping. I am so fucking different. You ain't never seen this, cause I ain't even been here for 3 years. But Broski is back in the business. Don't tell everybody, man, come on, Broski is back in the business. I want you to repeat after me. Say 1, 2, 3, go. Say Broski is back in the business. Say Broski is back in the business. Say Broski is back in the business. Say Broski is back in the man. Cut out the songs on a big road. All I get it like a team of Ruko brag. Broski say after about to Hindu. But cut out like let I into black. Man, I've been so cool since in bro. Mother to be like a tennis subway facts. Mother born the board the kuda subway sit. Hold on, let me just go right back. Hey, stop the book. Go let's suck it in a chapter. This that naya call it flow, naya standard. Naya style, naya swag, naya canvas. Thought this soon turn the system, call it album. Pro ski, so fly, so handsome. One-on-one, motherfuckers can't stand up. Dollar sticks and sticky city, some of fangirls. Rap it, because I see what Gilly had to stand up. Hey, everybody now dance, bro. Ay, I need everybody dancing. Everybody from the left side. Everybody from the right side. Come on, move away. Move away now. Show me what you got. Move away. Say move away. Say move away now. Show me what you got, girl. Hey. Come on, man. Like everybody gotta dance, bro. What's up, bro? Like we all gonna die. You gonna die, and all your problems gonna die. All your fucking husbands gonna die. Everybody that you know, we will die. Like, bitch, we're like a blink. So all we here to do is dance. So just fucking dance. म फेरि गाइदिनु यो गीत once more भन्नु सबैजना once more म फेरि गाइदिन्छु अनि त्यसमा चाहिँ डान्स गर्नुपर्छ ब्रो लेट्स गो स्टार गेज सेकेन्ड सङ इन्ट्रो जस्तो राम्रो त छैन तर जस राम्रै छ क्या होइन फर्स्ट एल्बम हो फर्स्ट उसको इपी हो राम्रो हो नि यतिको त धेरै राम्रो हो नि स्टार गेज कस्तो हुक राम्रो छ अनि एक दुईवटा लाइनहरू राम्रो छ तर लिरिकल चाहिँ अब मलाई खासै लागेन होइन अलिकति अब हुन्छ नि अलिकति अब जेपिटी पनि नभनौँ जस त्यस्तो लिरिकल चाहिँ छैन एक दुईवटा ठाउँमा राम्रै बार पनि नभनौँ लाइनहरू एक दुईवटा राम्रै छ क्याची तर मलाई मजा लागिरहेछ क्या उसको यो गीतहरू सुन्नु यो गीतलाई रेट गर्नुपर्दा चाहिँ आउट अफ 10 मा 4 आउट अफ 10 मा 4 थर्ड सङ अरे टुङ टुङ के अरे उसले प्रोस्कीले यहाँनिर उसको एल्बमको त्यसमा के अरे बिट कोले बनाएको भनेर हाल्नु पनि पर्ने थियो क्या कोले बनाएको रहेछ क्या बिटहरू राम्रो छ
बस जस्तो आयो त्यस्तै सुन मेरो आफ्नै खाले धुन मेरो आफ्नै खाले टुन दाइको नयाँ खाले ऱ्याप बम ब्लास्ट पड्क्यो बुम and I'm coming with a strap तेरो टाउको बच्छ टुङ 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 bitch ay what the fuck y'all be thinking मैले अहिले आएर छोड्छु म्याच नि सरी मम्मी oh you really fucking tripping 3 वर्ष तपस्यामा आँखा never blinking I'm back तैले बोले कुरा सबै म्युजिक क्याप तैले देखा कुरा सबै म्युजिक क्याप you be acting like a gangster you ain't that that's a fact तर ठिक छ भयो छोड्दै मलाई बालै छैन मेरो आफ्नै छुट्टै लेन छ मेरो गाडी मुभिङ डिफरेन्ट न you motherfuckers really standing on business the business पछि 2 नम्बरी धन्दा just म्युजिक साइड लाग इन्डस्ट्रीको टोले गुन्डा ऱ्यापर्सहरू साइड लाग इन्डस्ट्रीको ड्रग एडिक्ट ऱ्यापर्सहरू साइड लाग जबरजस्ती मेलोडी हान्ने म्युजिक साइड लाग ओजी ऱ्यापर रिटायर हुनु पर्ने जति साइड लाग अनि हावा आउन दे नयाँ साउन्ड नयाँ स्टाइल नयाँ पारा तर मलाई पनि त्यो हुन्छ नि नेपालको त्यो मेलोडिक ऱ्यापरहरू मलाई खासै मन परेको छैन क्या त्यो हुन्छ नि हुनु त के अरे कोसिस त राम्रै गरेको हो होइन मेलोडीहरू हान्नु तर मलाई खासै कोही मन परेको छैन क्या नयाँ सोच नयाँ जेनेरेसन झोलामा छ के 2025 पुस्की आयो हिस्ट्री हुन्छ चेन्ज 2-3 गोट ढालेपछि गो बामा डे तँलाई देखाइदिन्छु तेरो बाउको पानामामा बे एउटा फोन कल लाग्छ तँलाई रिकोवाला केस they be dancing with a devil त्यसलाई सराप हुन्छ fame I'm just saying you know yeah motherfuckers stop playing with me feel me like मलाई आएर हुन्छ नि ब्रो लाग्यो दाइ यो गर्नु भएन दाइ मुख छाड्नु भएन दाइ गीत छिटो निकाल्नु पर्यो यो लौडा लसुन म्याच चुप लागेर बस जस्तो आयो त्यस्तै सुन मेरो आफ्नै खाले धुन मेरो आफ्नै खाले टुन दाइको नयाँ खाले ऱ्याप बम ब्लास्ट पड्क्यो बुम and I'm coming with a strap तेरो टाउको बच्छ टुङ 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 bitch ay what the fuck y'all be thinking मैले अहिले आएर छोड्छु म्याच sorry mom oh you really fucking tripping 3 वर्ष तपस्यामा आँखा never blinking त चुप लाएर बस जस्तो आयो त्यस्तै सुन मेरो आफ्नै खाले धुन मेरो आफ्नै खाले टुन दाइको नयाँ खाले ऱ्याप बम ब्लास्ट पड्क्यो बुम and I'm coming with a strap तेरो टाउको बच्छ टुङ 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 bitch यो थर्ड सङको बिट चाहिँ अरूभन्दा धेरै दामी छ राम्रो छ क्या मलाई राम्रो लाग्यो बिट चाहिँ अनि आउट अफ 3 मा चाहिँ थर्डै हो क्या यो ऱ्याङ्किङमा किनभने लिरिक्स अब खासै छैन तर स्टिल क्या हुन्छ नि भाइबहरू राम्रो छ क्या अनि भोइस क्या उसको भोइस पनि एकदमै राम्रो हो के अरे ऱ्याप गर्ने खालको भोइस नै छ यसलाई कसरी रेट गरौँ भन्दाखेरि अब फर्स्ट सङ जतिको राम्रो पनि छैन 2 भन्दा राम्रो छ त्यसैले यसलाई 5 रेट गर्छु ल म फोर्थ सङ अरे all dumps have dreams okay sometimes I feel like the guy been smoking bricks man cuz you're tripping so hard my therapist told and the me world is being scattered in pieces I don't want to do it no I have ADHD now look at the world they got borders they got races they got thousands hey man look man I'm gonna give you a अनि यस्तो बिटहरु चाहिँ किन प्राय हाम्रो नेपाली र्यापरहरूले चुज गर्दैन है प्राय हुन्छ नि त्यो पुरानो ओल्ड स्कुल र्याप वाला बिटहरु मात्रै युज गर्छ क्या यस्तो हुन्छ नि कस्तो भन्दाखेरि ज्याजी R&B टाइपकोहरु पनि चुज गर्नु पर्ने जस्तो लाग्छ क्या मलाई हुन्छ नि स्याम्पल राम्रो छ ever since I started loving myself bro like I don't judge these people like I don't judge nobody I don't judge you I don't judge me यो साँच्चै प्रोस्की ब्रोले चाहिँ मुनि हुन्छ नि यसमा यसलाई के भन्छ अब जस यस्तोमा चाहिँ उले लेखिदिनु पर्थ्यो क्या बिट कसको हो भनेर हुन्छ नि कोलाबोरेट कोसँग गरेको छ भनेर लेख्नु त पर्ने हो उले I'm free you know but sometimes I get caught up in my thoughts I get caught up in my thoughts I get caught up in my thoughts hey 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 do you dance yeah do you sing yeah do you pray yeah
What's your dream? Yeah, I don't really wanna talk about my dreams with you, cause you gon' tell me all the bullshit reasons to quit my dream and then follow you, go be miserable. I don't wanna live my life like how these thieves are doing. I'm a lone wolf, walk alone and follow you. Make a blueprint, give it to the world to use it. That's my goal and the reason why I be making music. Why this be sounding like Mascot from Future Hendrix? Shit, I was telling you something, right? Yeah, man. Love yourself, bro. Like, you know what I'm saying? They gonna tell you got ADHD. They gonna tell you got anxiety, depression, and all that bullshit. If they gotta sell more pills, you know what I'm saying? That's how the business works. But shit, man, you ain't got no goddamn ADHD. If you can't focus, then you focusing on the wrong thing, man. Focus on what you love. Tigo. What the fuck is you been telling me? You stressing me, you pressing me, you scaring me to tell you what I do, or you undressing me, you testing me to see if I can do what you expect of me. I'm tired of the games that you been playing, and you playing me. You jealous and you hate yourself, you fake it till you make yourself. You cannot look into my eye, cause my eye gon' reflect yourself. The pain be lasting every sec. You tell me what you tell yourself. I don't need you to save me, boy. I wanna see you save yourself. Yo, I wanna give you the answers. I wanna give you my planners. I wanna tell you my secret stuff, but you gon' take advantage. I cannot trust you, I got trust issues. My mind is damaged. That's what the doc told me when I told her I got to stand up. It's a war that I'm on. Who gon' stand up with me? It's a war without the gun. Who gon' stand up for peace? Do you dance? Do you sing? Do you plan? Do you think? Do you write? Do you paint? Can you fight? Do you think? 21? Do you dance? Do you dance? Do you sing? Do you sing? Do you plan? Do you plan? Do you think? Do you think? Do you write? Do you write? Do you paint? Do you paint? Let's go fight. Let's go. Chasing dreams in this bitch, ho. यो फोर्थ ट्र्याक चाहिँ मलाई अलिक मन परेन, मतलब मन परेन त होइन, राम्रै छ, तर जे होस् आउट अफ दोज 4 लो नै के अरे लो नै ऱ्याङ्क गर्छु म। यो फोर्थ ट्र्याक चाहिँ आउट अफ 10 3। मेसेजहरू राम्रै थियो जस्तो लाग्यो क्या यसमा, अल डम्स ह्याभ ड्रिम्समा त्यो पिल्सहरूको बारेमा जुन भने नि कुराहरू राम्रो थियो, तर लिरिकली चाहिँ मलाई खासै राम्रो लागेको छैन रोस्की ब्रोको होइन। तर हुन्छ नि बिटहरू राम्रोसँगले पिक गर्ने, अब उसको हुनु पनि अब यो फर्स्ट इपी त हो, अनि आई थिङ्क हिल इम्प्रुभ गर्छ जस्तो लाग्छ मलाई अझै। अब अरू सङहरू झिक्दै गइसकेपछि त्यही त हो आर्टिस्टको भनेको होइन, फर्स्टमा त्यस्तो राम्रो हुँदैन नि त। तर पनि फर्स्ट इपीको लागि चाहिँ धेरै राम्रो हो क्या यो। अब 5th सङ हेर्नुमै के हो व्या खै ठिक छ नि त ब्रो, मेरै इपी हो, जस्तो बनाउनु मन छ त्यस्तै बनाइन्छ ब्रो होइन। हल्का ब्याकग्राउन्ड दिनुपर्दा चाहिँ यो बिटको छुट्टै गीत थियो क्या ब्रो, खतरनाक गीत बनाइरहेको थिएँ मैले, हुन्छ नि लाइक हाम्रो आवाज लाइक हुन्छ नि यही नै हो मेरो ब्रेक थ्रु मोमेन्ट होइन, यसले नै मलाई फकिन त्यहाँ पुऱ्याउँछ, त्यो लेभलको अट्याचमेन्ट थियो क्या हुन्छ नि होइन। तर भइदियो के भन्दा त्यो होल फाइलै करप्ट भयो क्या ब्रो होइन। आई थॉट लाइक द्याट वाज माइन, तर न ब्रो, गॉड ह्याड डिफ्रेन्ट प्लान हुन्छ नि। त्यो वर्ड्स त्यो मेलोडी सबै गयो क्या ब्रो होइन, तर भालै छैन ब्रो होइन। किन थाहा छ आगो मैले म्युजिक गीत सिट लेख्न छोडिदिइसकेँ तर कल्का त लेख्छु म चाहिँ अहिले Man, I do this shit for fun, you feel me? One thing I was missing was I ain't never do this shit for fun. I did this shit cause I was scared. I wanted to impress motherfuckers. I'm sorry mommy, मैले मुख छाडिदिएँ तर sorry बडी के भन्नु मैले last time mommy caught me smoking cigarettes. Oh my god, that rhymes so good. I'm happy. Not really. Like mommy, I'm sorry.
for like the whole thing. But I'll tell you what, I have not smoked anything from New Year, new me, 100 day push-ups. 100 push-ups in a day is what I wanted to say. तर ठिक छ मुझी Drake केटाहरु मुझी break लाउँछ बोल्दाखेरि okay. I mean, ठिकै खाले गीत बने मुझी. I ain't really fucking gold ass to be. Let me do this shit for fun. केटाहरुलाई हान्नु पर्छ कन्सर्टमा गन. कन्सर्टमा गन्सर्ट go ठङ 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 ठङ. I'm like what? What the fuck? I might kill a couple motherfucking rappers for fun. Did you? Rapper होइन मुझी trapper हो stone. Gangster होइन केटाहरु mafia हो bro. Oh my god, केटाहरुले म्याक कसम बोराले छोपेर मलाई पब्लिक. हान्ने भयो कि क्या हो डर लाग्छ म्याच. मैले मुझी बढी बोल्यो केटाहरु ह्यास दिने. I did some fucked up shit. I'm embarrassed with it. केटाहरुसँग puff puff pass. म चाहिँ pass दिने. मैले तोप सोप खान मुझी छोडिसके. Dog, I've been sober as fuck. What the fuck did I just fucking do? Okay, you know, I ain't got nothing to lose. But you do. Oh my fucking god. ओके सो यो चाहिँ अलिकति प्यारोडी सङ रहेछ जस्तो लाग्यो मलाई चाहिँ. ऊ सिरियसै छैन क्या यो गीतमा तर पनि राम्रै छ क्या. कस्तो भन्दाखेरि अब एउटा भाइब छ नि त जो उसले आफैले सिरियस लिएको छैन. त्यो पनि एउटा राम्रै ऱ्यापरमा हुनुपर्ने गुण हो होइन. तर अब अरू सङहरूसँग यसो रेट गर्दाखेरि त अब अलिक कम नै दिन्छु. यो त 2 मात्रै दिन्छु ल. यो गीतको स्टोरी चाहिँ राम्रै रहेछ होइन. अब एल्बममा 9वटा गीत छ. काहीँ न काहीँ त फिलर सङहरू त हुनु पऱ्यो नि त. ठिकै छ 4 र 5 चाहिँ मैले यसो बुझ्दाखेरि फिलर सङ रहेछ क्या यो. 4 अलिकति फिलर सङ होइन तर 5 चाहिँ फिलर सङै हो यो. तर पनि होइन मलाई राम्रो लागिरहेछ क्या प्रोस्कीको हुन्छ नि बिट चोइसहरू, उसको भोइस. अनि लिरिकल छैन तर ऊ हुनु पनि खोजेको छैन क्या. लिरिकल हुनु खोजेको छैन क्या. गीतमा हुन्छ नि उसले जस्ट फर फन हुन्छ नि गीत गाइरहेको छ. अब दिमागमा जे आउँछ उसले त्यही लेखिरहेको छ. राम्रो लाग्यो. राम्रो हो आर्टिस्ट. अनि कुन चाहिँ अरे अब यो 6 सङ हेरौँ है त. साइको अरे ए साइको ओके. अघि गर चुगुलाएर आइजो कानमा हेडफोन हाल भोल्युम बढा गेट यु आई क्लोज. यो गीत होइन पडकास्ट हो तेरो दाइको. दा आफैसँग बोल्छ तेरो दाइ हल्का दाइ थियो पहिला हावाहुरी अहिले बाँच्छ साइक्लोन. बेरे थियो सर्पले घाँटीमा जस्तै पाइथन. मेरो बिस थियो घाँटीमा त्यसको रिस छुट्टै टाइपको. रिस र डरको रणभूमिमा चलिआएको फाइट थियो तर ठिक छ भयो छोड्दै. ले बाइगन्स बी बाइगन्स माइकनिक मैले लेख्ने कृतिहरू आइकन. स्टुडियोमा छिर्ने गिटार डुलाई हान्छु लाइजल. मास्टर्स जिन्दगीमा पिएचडी छ टाइमको. टिएनटी यो माइन्डको पड्केपछि हुन्छ साइको. यस्तै हालत हुन्छ धेरैजना ऱ्यापर भाइको. अन्धकारको जिन्दगीमा लाइटको नाममा लाइटर. रेजिलामा भरेपछि सबैजना फाइटर. सबले त्यसलाई भन्छ एक दिन पुग्छ सजै ट्राई गर. 2-3 घन्टा ट्राई गर्छ चलिरहन्छ साइकल. 2-3 घन्टा पछि पावर जान्छ त्यसको हाइको. अनि लो भएर बस्छ मिनिङ खोज्न थाल्छ लाइफको. त्यो ठिस भइसक्यो. त्यो भाइ ठिस भइसक्यो. त्यो भाइ ठिस भइसक्यो. त्यो भाइ ठिस मेरो चलिरहन्छ दिमाग बरु मर्नु पर्छ क्या हो. आउँथ्यो पैसा जीवन बिमाबाट बाउलाई दिन्थे गढी अनि आमालाई चाहिँ सारी. सायद त्यही नै होला मलाई ऱ्यापले दिने ज्यादा तारी. त ठिस भइसकिस् भाइ छैन तँमा होस्. त्यसैले जान्छ साथीकोमा हान्छस् जेडीसँग कोक. कहिले रेजिलामा तोप त्यही नै मेटिँदैन भोक. त्यसैले सुई हानेर सुई किन्नलाई गर्छस् धेरै होप. तेरो जिन्दगी छ डामाडोल ट्रमा बोल्न ट्रामाडोल. हान्दै तेरो राक्षसलाई हरे कृष्ण रामा बोल. सक्छस् यदि आँट्छस् तर ढाँट्छस् भने ड्रामा हो. बासो किन्न पैसा झिक्दा फोटो देख्लास् आमाको. जा गीत सुन्नु अघि गर चुगुलाएर आइजो कानमा हेडफोन हाल भोल्युम बढा गेट यु आई क्लोज. यो गीत होइन मुजी पडकास्ट हो तेरो दाइको. दाइ अतीतसँग बोल्छ तेरो दाइ नै पहिला भाइ थियो. ओके सो साइको चाहिँ मलाई अलिक राम्रो लाग्यो है. किनभने यसमा मेसेज पनि राम्रो दिनु खोजिरहेको छ तर अलिक क्लियर चाहिँ छैन मेसेज होइन. मेसेज पनि होइन जस्तो लाग्यो यो गीत चाहिँ. एउटा के अरे एउटा त्यसलाई के भन्छ मिरर मात्रै देखाइदिएको जस्तो लाग्यो क्या हुन्छ नि जुन त्यो एडिक्ट केटाहरू हुन्छ नि. तर राम्रो छ मलाई राम्रो लाग्यो यो साइको भन्ने गीत चाहिँ होइन. साइको चाहिँ आउट अफ 10 चाहिँ म 6 नै रेट गर्छु. राम्रो लाग्यो
जे होस् अलिकति मिनिङफुल नै छ। ल त्यसो भए चाहिँ अब 7th ट्र्याकमा मुभ गरौँ। गीतको नाम चाहिँ के रहेछ भने माछा माछा भ्यागो ऊ त्यस्तो त्यो हुन्छ नि उसको इपी नै फन हो जस्तो लाग्यो क्या। हुन्छ नि कुनै मेसेज दिनु खोजिरहेको छैन, जस्ट उसको पर्सनालिटी उसको भाइबहरू मात्रै झल्काउनु खोजिरहेछ क्या एल्बमबाट। कुनै किसिमको मेसेज या हुन्छ नि त्यस्तो केही दिनु खोजिरहेको छैन। मलाई त्यस्तो गीतहरू पनि मलाई राम्रै लाग्छ क्या। हिपहपमा हुन्छ नि सबैजना अब त्यो हुन्छ नि एकदम वोक भएर अब सबलाई पाठ पढाउने ऱ्यापरहरू पनि हुनुपर्छ जस्तो लाग्दैन क्या मलाई। अब कतिजना हुन्छ नि मलाई एउटा नाच्ने गीत दियो एकजनाले होइन, एकजनाले एउटा हुन्छ नि सबले मेसेज दिनुपर्छ भन्ने छैन क्या। Say, मेरो बाउ माछा मार्न गयो डग। Say, माछा मार्न गयो डग। मेरो बाउले पक्रियो, तेरो बाउले पक्रेन। तेरो बाउले पक्रेन तर ठिक छ तेरो बाउले तोप रोल गर्न थाल्यो। मेरो बाउले माछा तार्यो, तेरो बाउले प्लेटमा हाल्यो। सबै चिल माछा चिर तारे भिर साइडमा खोला साइडमा आमाले बेचिन गाँजा बोरा। तेरो बाउ मेरो बाउ पुरै डोरा द एक्सप्लोरर केमिकल हाले गाँजा खान्छ पुरै फ्लोरल। हाम्रो बाउहरू चिलमा गीत लेख्छ फिलमा, माछा खाएर कन्सर्ट हान्न जान्छ पुरै हिलमाथि माया दिदीको एउटा भट्टी। तेरो बाउ मेरो बाउ पुरै नटी, 3 पाने हाने पछि हल्का फ्लर्टिङ। माया दिदी फर्स्ट ब्याग। तेरो बाउ मेरो बाउ माछा मार्न गयो डग। माछा मार्न गयो डग। मेरो बाउले पक्रे मुझी, तेरो बाउले पक्रेन। तेरो बाउले पक्रेन। मेरो बाउ तेरो बाउ माछा मार्न गयो डग। माछा मार्न गयो डग। मेरो बाउले पक्रे मुझी, तेरो बाउले पक्रेन। तेरो बाउले पक्रेन। सट्ट मेरा साथी भाइ हट्ट कट्ट 2-3 सरको ताना दिएको भाइ मुझी बङ हान्छु भन्थ्यो अब पर्यो लट्ठ। तर दाइ मैले 4 वर्षदेखि तानिरहेको खोकी लाग्नु कारण चाहिँ बम साह्रै फोरो भएको शिवपुरीमा मैले चारको सकाको नाथे चिलिम त दाइ कुम्भ मेलामा पड्काको। Baby smoking it up while they pan you down, bitches get gassed up for some big wave flowers, smoking kush with their mommies writing stories down. Our shit been dope, you just find out. तेरो बाउ माछा मार्न गयो dog. माछा मार्न गयो dog. मेरो बाउले पक्रे मुझी, तेरो बाउले पक्रेन। तेरो बाउले पक्रेन। ब्रोस्की र कान्छासँग हपिङ अन द माइक, हामी 3 साथी भाइको नमस्ते छ सबैलाई। आका रातो मेरो गाजा तानेर लाइटर पास गर्दै साथीहरुको जोइन्ट बाल्नलाई। डाँडाबाट हिप्पी आयो गाजा सल्काउँदै, रेड लक सेवी स्टाइल बकेट हेड ढल्काउँदै, आफ्नै स्टाइल आफ्नै स्वैग गुड भाइब सल्काउँदै, जता गए हुन्छ स्वागत मेरो ताली पड्काउँदै। So roll your joint, pass it down the line, take a token, nail the smoke, blow your fucking mind. Preach गरे हैन मैले दिएको हो एडभाइस, हामी सबै दाजुभाइ अनि दिदी बहिनीलाई। सर्भाइभ मात्र होइन, go on and live your life every day every night. दुःखलाई साइड लगाई getting high staying fly, माया गर्दै सबैलाई अब यति भनी म चाहिँ गएको माछा मार्नलाई। तेरो बाउ मेरो बाउ माछा मार्न गयो डग। ल कहाँ गयो रे? माछा मार्न गयो डग। मेरो बाउले पक्रे। यो सेकेन्ड ऱ्यापर चाहिँ को रहेछ? उसले फिचरिङ पनि भनेन। कोही साथीभाइ होस् लाग्यो त्यहीँ विदेशतिरकै रुममेटहरू क्या। तेरो बाउले पक्रेन। तेरो बाउले पक्रेन। मेरो बाउ तेरो बाउ माछा मार्न गयो डग। माछा मार्न गयो डग। मेरो बाउले पक्रे मुझी, तेरो बाउले पक्रेन। तेरो बाउले पक्रेन। माछा भ्यागुता, माछा भ्यागुता, माछा भ्यागुता। ओके, सो यो गीतले चाहिँ अब हुन्छ नि मैले त्यही बुझेँ क्या। उसको यो होल एल्बमको फिल भनेको नै एउटा मेसेज दिनु भन्ने होइन क्या, जस्ट फर फन होइन। अब उसको फर्स्ट इपी हो, जस्ट उसको आफ्नो
पर्सनालिटी उसको भोकल प्रेजेन्सहरू मात्रै उसले हुन्छ नि एउटा हाइलाइट गर्नु खोजेको जस्तो लाग्यो क्या मलाई इपीबाट सङ यो गीत चाहिँ फन छ के मिनिङफुल छैन जस्ट भाइबी हुन्छ नि अलिकति प्यारोडी त नभनौँ जस्ट फनी राम्रो छ राम्रो लाग्यो मलाई लिरिकल छैन तर जस्ट भाइबी छ यो गीतलाई चाहिँ म कति रेट गरौँ भन्दाखेरि 5 सलिड 5 हो बिट चोइसहरू राम्रो छ क्या प्रोस्की ब्रोको ओके सो 8th सङमा जाउँ है त Be watching me on cam, but I don't really give a damn about what he think. I don't even need this, bitch. You gon' see me in Grammys and shit. Like he be talking about how I don't focus, no, so you gon' see my motion. Throw some bitches on the back of Porsche. Of course I'm a hit of his babies and shit. The same attitude got me fucked up. The same attitude got me fucked up. Big time, big time, big time, big time. The same attitude got me fucked up. The same attitude got me fucked up big time, big time, big time, big man. And homie probably think I changed. 5 years later, I'm still living sane. $500 on a therapist session. Therapist told me something wrong with my brain. I said, wait. She said, go see a doctor. Doc, give me pills to change how I feel. But here's the deal, this is America, baby. You to pay for the pills, or you pay how you. अमेरिकामा रहेछ टेक्सस समथिङमा हुन्छ किनभने अघिको गीतमा पनि भनेको छ नि टेक्ससको नाम मेन्सन गरेको छ सो टेक्ससतिर हुनसक्छ जस्तो लाग्यो केटो America got him fucked up. America got him fucked up big time, big time, big time, big time. America got him fucked up. America got him fucked up big time, big time, big time, big man. So I had to choose between being homeless or being mentally stable. What I do I ask for favors? To put roof in my head, get some food in table? I said hell nah. So I started putting hours like all of my friends in the corporate tower. They selling their dreams to the people in power. The house is sweet but the mortgage is sour. He gets you the best when you're living on edge. अमेरिकामा साच्चै ऋण चाहिँ है साह्रै बेसी लाग्ने क्या मान्छेलाई क्रेडिट कार्ड भन स्टुडेन्ट डेब्ट भन मोर्गेज भन एभ्रिथिङ क्या अनि जिन्दगी सबै मोर्गेज तिरेर जाने क्या check engine light says hey hey there goes another vacay hey and you keep on waiting one day hey and you keep on going till you're gone and you get replaced like new iPhone 15 on me with a big dream never made it cause going against system was crazy America got him fucked up America got him fucked up big time big time big time big time man America got him fucked up actually poor in America got him fucked up actually being poor in America with bad mental health got him fucked up actually the homie was fucked up from beginning like homie never worked like homie always lazy homie always complaining like homie got a whole lot of problems in his head man homie blame everybody but himself like homie is fucked up that's what motherfuckers say when they make it regardless how they do the capitalism is the truth and they choose to have all their eggs in the basket but what the fuck is you gonna take in your casket bitch nothing you ain't taking nothing but Uncle Sam be taking something from you bitch you still gotta pay taxes on them caskets the fuck you thinking ठिक छ राम्रो छ बस बी वाचिङ पनि राम्रै छ गीत जस नराम्रो चाहिँ होइन जस ठिकै हो जस अमेरिकनको त्यो कल्चरहरूको बारेमा हल्का रेफरेन्स रहेछ होइन ठिक छ राम्रो छ त्यसलाई कति रेट गरौँ भन्दाखेरि त्यो के अरे एथ ट्र्याकलाई आउट अफ 10 मा चाहिँ 4 रेट गर्छु म
do it. Brother told me that I can't do it, and my homie told me that I can't do it. Sis told me that I can't do it. Girlfriend told me can't do it. Label told me that I can't do it, and my pocket told me that I can't do it, but I did it. I did it. Bitch, I did it. I did it. Yo, everything I ever had, I put it on A. There ain't no plan B. Mama told me that I can't. I took my chance, I did it for family. No one never give a damn about my thing or what my plan be. $20 on the bank, but on the gram I'm outstanding. My story of rags to riches. I am a master genius. Don't ever tell me what I gotta do, bitch. I never asked opinions. We finna smash the digits. 200,000 a business. Had a dream, so I made a team. We building a massive bridge, but my mama told me that I can't do it. Pops told me that I can't do it. Brother told me that I can't do it, and my homie told me that I can't do it. Sister told me that I can't do it. Girlfriend told me can't do it. Label told me that I can't do it, and my pocket told me that I can't do it. अनि ऊ प्रोस्कीको के अरे यो इपीको हुन्छ नि सङलाई सङ हुन्छ नि ट्र्याकलाई कुन नम्बरमा कुनमा राख्ने भने अलिकति चाहिँ त्यो बिगारे जस्तो लाग्यो क्या किनभने मामा टोल्मी चाहिँ यो 1 मा हुनु यो चाहिँ इन्ट्रो हुनुपर्ने जस्तो लाग्यो क्या मलाई अनि सोलो पोलो सुड बी समवेयर इन 5 6 हैन त्यसो गर्दाखेरि चाहिँ सोलो पोलोले अलिकति एल्बमको त्यो हुन्छ नि पेसलाई अलिकति जगाएर राख्थ्यो क्या सोलो पोलोले त्यहाँदेखिको स्टारगेज 9 मा हुनुपर्ने जस्तो लाग्यो क्या लास्टमा हुन्छ नि हैन स्टारगेज या टुङटुङ चाहिँ लास्टमा हुनुपर्ने हो क्या अनि अरु चाहिँ अब हुन्छ नि ठिकै छ अरु ठिकै छ त्यो त्यसरी गर्नुपर्ने जस्तो लाग्यो क्या गीतको इन्ट्रो चाहिँ मामा टोल्ड मी हुनुपर्ने त्यस्तो लाग्यो मलाई सपना बिग छ सपना ठीक छ सपनाले पार्छ दिक्क सपना भित्र कोरेको चित्र सबैलाई सुनाउँदै हुन्थे म ठिक कसैले बुझ्दैन सपना समाजमा सबैले सम्मान गर्छ केवल रिजल्ट या सपनाको संसारमा हराउने छोराको बुवा आमा आत्तिन्छन् किनकि बुवाको टाउकोमा रिन्छ या आमाको मनमा छ चिन्ता या फलानाले दिन्छ बिग टक्स बुवा पर्नुहुन्छ दिन्छ क्या छोरोले के गरी हिँड्छ खै सपनाले खान दिन्छ र कान्छोले गिटारले हिँड्छ तर हुनु पनि है जस्तै अब नेपालीहरुलाई त अमेरिका जानु त है अब बिग शटहरुमा जानु सक्छ नि त कि त अब घर जग्गा जमिन सबै ऋणमा राखेर जानु पर्यो अब उसको के रे बाबा आमाले म र्याप गर्छु भन्दा के चाहिँ भन्ला है छोरालाई अब त्यत्रो अब पैसा खर्च गरेर उता पठाएको छ र्यापर जस भने त तँ यही काठमाडौँ बसेर हुँदा पनि भइहाल्थ्यो त भन्ने पनि हुन्छ होला प्यारेन्ट्सहरुलाई जेठोले बनाउँछ टिकटक मेरो मम्मीलाई लाग्छ डर म हिँडे घरबाट 7 वर्ष अघि बाबालाई लाग्छ डर नयाँ सहरमा कतै हराएको छ कि समयको छैन भर गर्दैनस् कल अनि म आतिन त आएको छैनस् घर आमाको मन डराउँछ रात परेपछि सात वर्ष भयो ओके सो मामा टोल्ड मी चाहिँ यो इपी को एल्बम त नभनौँ यो इपी को चाहिँ बेस्ट ट्र्याक हो जस्तो लाग्यो किनभने उसको हुन्छ नि भित्र उसको पर्सनल लाइफको बारेमा हल्का उले देखाए जस्तो लाग्यो क्या यो सङको थ्रु जोस मलाई मामा टोल्ड मी चाहिँ फर्स्टमा हुनुपर्ने जस्तो लाग्यो फर्स्ट ट्र्याक हुन्छ नि इन्ट्रो ट्र्याक हुनुपर्ने जस्तो लाग्यो अनि सोलो पोलो चाहिँ अब त्यही हो फिफ्थमा या फोर्थमा हुनुपर्ने हो अनि एन्डिङ त अब त्यो माछाले गर्दा पनि हुन्थ्यो या थर्ड ट्र्याक टुङटुङले गर्दा पनि हुन्थ्यो या सेकेन्ड ट्र्याक स्टारगेजले गर्दा पनि हुन्थ्यो वान अफ द उसको एल्बमको चाहिँ बेस्ट ट्र्याक हो यो मामा टोल्ड मी त्यही कारणले चाहिँ यसलाई चाहिँ म आउट अफ
10 मा चाहिँ म 7 रेट गर्छु। सो कति भयो ओभरअल चाहिँ प्यारेन्टल एडभाइजरी इपीलाई चाहिँ म ओभरअलमा चाहिँ रेट गर्नुपर्दा 4.6 आउट अफ 10 रेट गर्दैछु। अब किनभने अब उसको फर्स्ट इपी पनि हो यो होइन, इम्प्रुभ गर्ने जग्गा धेरै छ। आई थिङ्क प्रोस्की इज हियर टु स्टे हुन्छ नि। उसको फ्लोहरू अरू जस्तो छैन कि, अलिकति डिफ्रेन्ट छ उसको केडेन्सहरू। अनि अरू के भन्नु, लिरिक्सलाई हुन्छ नि राइमिङ स्किमहरू भनौँ, राइमिङ स्किमहरू धेरै राम्रो छ। उसले अलिकति अब नेक्स्ट सङहरूमा चाहिँ अलिकति सिरियस भएर मोर लिरिकल हुनुपर्छ जस्तो लाग्छ। लेट्स सी उसले चाहिँ अब त्यो लिरिक्समा ध्यान दियो भने चाहिँ आई थिङ्क इज हियर टु स्टे।